हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हाम्रो नयाँ ब्लग आउँदैछ यहाँनिर चट्टा लाएर हाम्रो यो एकदम बेस्ट ठाउँ हो मेरो ओइडेलको हैन। यो अब स्थानमा आज यसो सानोतिनो यसो बारबेक्यु गर्ने भनेर आएको हामी दाइहरूसँग। ठिक छ, अब के कस्तो हुन्छ कार्यक्रम हेरौँ अब। ल सी यु गाइज इन द ब्लग। ल अब चाहिँ हाम्रो यहाँ दाइहरू पुरै व्यवस्था हुँदैछ है बारबेक्युको। यहाँ चारवटा लाएर दुईजना दाजुभाइहरू। यहाँ हाम्रो यहाँ चाहिँ यस्तै हो। यो चाहिँ हाम्रो के चुलो भन्ने कि के भन्ने दाइहरूलाई? चुलो भन्छ के भन्छ बारबेक्यु गर्ने? हजुर खै के भन्छ? ल जे जस्तो भयो नि, अब चुलो भन्ने नि जे जस्तो भयो नि। ल ठिक छ। ल हेलो प्रेम दाई, के छ? प्रेम दाई वेलकम छ है ब्लगमा दुईजना दाइहरूलाई। ल के छ, के कस्तो छ दाइ माहौल? दुई चार शब्द जाओस् न त दाइ। हजुर होइन यसै हात फोहोर हुन्छ उसै तपाईँ आगो बालेर ल सही छ माहौल बारबेक्यु। धुलो चाहिँ बबाले उडे है। ल साथीहरू हाम्रो अब यहाँ चाहिँ सेट हुँदैछ है माहौल च्याट्ट। ल जस दाइ चाहिँ काली काट्ने हो, पहिला पनि दाइले हो यसो चलपल दिएको, यसपालि नै अब दाइ नै हो। तरिका जान्नु पनि पर्ने रहेछ क्या दाइ यस्तो गर्नलाई होइन। अलिकति तरिका जानेको मान्छे भयो भने च्याट्ट लाएर हुन्छ पनि। ठिक छ, माहौल चाहिँ एकदम ठिक छ, तर अलिकति हावा लाग्यो होइन। ल अब चाहिँ हाम्रो यहाँ सेट हुँदैछ है। हामी यहाँ छौँ, हामी यतिजना आज बारबेक्युको लागि। बस सही हो। ल अब चाहिँ हाम्रो यहाँ आगो पनि हल्का रन्किँदैछ च्याट्ट लाएर माहौल ठिक छ। कस्तो है अस्ति यार बर्निङ जानु हुन्थ्यो नि है। जानु हुन्थ्यो दाइ, अब के भन्नु बिमार भोलिपल्ट जाने रहेछ नि झुट बोलेर यार। बिमार ल सही हो। अब चाहिँ हाम्रो यहाँ कुकिङ स्टार्ट हुँदैछ है। चर्या पलाएर दाइ यो के हाल्नु भयो दाइले? यो ससेस अनि अर्को चिकन। बस ल ठिक छ। ए ल ठिक छ। च्याट्ट ल्याएर ल अझ हिलो गर्ने थियो। तिमी के मासु खान्छौ? चिकन मात्रै? स्वाइन खान्छ कि नै? नै बहिनीले खान्छौ? गुड भयो। गुड हो गुड। बाबुलाई मन पर्दैन। उडाउनु खोजेको तिमीले? उडाउनु खोजेको? ल उडाउ। अब चाहिँ हल्का आफू उठाउनुपर्छ कि त्यहाँ बसा गरिदिनु।
ल पहिल्यै यो त खाइ खान्छ नि हामी त अरू गर्ने बस्नु नि त्यसले बियर खान्छ अन्त मैले यस्तो दुई भ्याइदिनु भयो किन खाने बियर ल्याएन हौ मैले नल्याएकोले के खाउँ भनेर हामीले बियर खाएनौँ अँ हामीले एक थोरै थापेको त्यो पनि खानु मानेन होइन एक्लै नखाउँ भनेर सुगर बटर नखाएको मैले चेक गऱ्यो भने त मलाई पनि होला दा यस्तो त यार होइन त्यो थाहा बस्यो हुन्छ पाकेन पाकिसक्यो यस्तै हो यो खाने यस्तै हो ल ल अब चाहिँ पाकेको अवस्था छ मासु पनि च्याट्ट लाएर लगाइछ नभए चाहिँ प्रोग्राम पनि सक्यो हाम्रो होइन च्याट्ट लाएर यहाँ अगाडि दायाहरू हिँड्दै हुनुहुन्छ अब ल जानुपर्छ अब ल के बोल्ने तिमी बोल नबोल्ने भयो अब आज म भ्लगिङ इन्ड गर्छु है त ओके ल मैले इन्ड गरेँ ओके सी यु गाइज आज त्यस्तै भयो ल ठिक छ है त ल अब हामी अर्को भ्लगमा भेट्छौँ ल हुन्छ ल सी यु